हेर्नुहोस् साथीहरू, त्यहाँ पहिरो गएको हेर्नुहोस् मिरिकको हालत। यो चाहिँ झिल जाने बाटो। पानीको हालत हेरिहाल्नुहोस्। कन्टिन्यू ला बोट पनि बगेर ल्याएछ उता। कन्टिन्यू पानी परेकोले मिरिकको हालत त्यस्तो। यो त यहाँ त अलिअलि मात्रै भएको छ हो, तर अगाडितिर सिलगढीबाट आउने यता दार्जिलिङतिर जाने बाटोहरू सबै खराब भएको छ अरे है। जो पनि यताउति ट्राभल गर्नेहरू छ उनीहरू चाहिँ प्लिज ट्राभल नगर्नुहोस् होला। अहिलेको सिचुएसन राम्रो छैन ड्यु टु भेरी हेभी रेनफलले गर्दा यहाँ बहुत खराब सिचुएसन चल्दैछ। सो यहाँ अगाडि पनि गएको रहेछ। म चाहिँ अलिक भर्खरै उठेर अलि हेरेको, तर बेसी टाढा गएन, छेउछाउकै देख्दैछु। सो प्लिज सबैजना स्टे सेफ। हाम्रो घरको यहाँ पनि हेर्नुहोस् पछाडिपट्टि यो छ नि, यो तल चाहिँ ल्यान्डस्लाइड भएको यो जो छ नि, झन्डै के गरे ढुङ्गा चाहिँ स्ट्रङ मतलब ठुलो छ। यस्तो भइरहेछ। त्यही तपाईँहरू जहाँ हुनुहुन्छ सेफ बसिदिनु होला सबैजनालाई। बाई बाई।